कस्तो कुदेको बाइकमा बरु 115-20 हान्छु डर लाग्दैन होइन तर यो त कस्तो डर लाग्यो यार मलाई 220मा होइन 130-34 हानेको मान्छे यार केही डर लाग्दैन क्या बाइकमा फेरि मलाई यसमा त कस्तो डर लाग्यो सक्छ खेल्ने सिङ्गल ह्याङ ल साथीहरू म चाहिँ फाइनली आज स्कुटरमा राइड गर्न लागेको छु अनि यो स्कुटर चाहिँ मेरो साथी लोटेको होइन लोटे भनेर आज चाहिँ हामीले स्कुटरमा नाम पनि लेखिसकेको छौँ अनि यसको सर्भिसिङ पनि गरिसकेको छौँ आज चाहिँ बवाल हुनेछ स्कुटर कुदाउन चाहिँ मजा आउँछ क्या मलाई होइन यो डियो टिभिएसको अर्को के अरे के भन्छ हो टिभिएसको एन्टोर अनि यो के हुन्छ नि स्कुटरहरू के हुन्छ स्कुटरमा मलाई थाहा छैन फेरि डियो मैले नाम चलेको भने डियो मात्र थाहा छ अनि अरू त कुनै स्कुटर पनि थाहा छैन अनि त्यहाँपछि अनि एथर डियो भन्दा त खतरा लाग्छ हौ भाइ यत्तिकै होइन ल यस्तो बवाल कुद्छ मैले धान्न सक्दैन होला कुन स्टोरमा छ हामी हेलो गाइज म चाहिँ आइसकेको छु आरपी ब्लग्स अनि लोटे ब्लग्सको चाहिँ स्कुटर हो अनि लोटे ब्लग्स चाहिँ आज घुम्न गएको छ मेरो बाइक लिएर अनि आज उसले लोटेले दिएको हो मलाई यो स्कुटर मेरो चलाऊ तिम्रो बाइकमा म जान्छु भने घुम्नु भनेर हिँडेको छ अनि मैले चाहिँ आज मौका छोपेर होइन टक्क यो कति पर्सेन्ट चार्ज छ सबै चार्ज सिद्धाउने गरी अनि अगाडि जाम रहेछ सिद्धाउने गरी हिँडेको छु अब म फर्काउने कि अगाडि जाने हो कि पछाडि जाने हो भयो यो स्कुटर अगाडि जाँदैन टिट यसको सिस्टम चाहिँ यस्तो बवाल छ क्या ए मलाई मनपर्छ ब्याक गर्नु पऱ्यो भने आफूले ब्याक गरेर तानिरहनु पर्दैन सही ब्याक गेयर लाउने हो टुई बटार्ने हो क्या यता चाँडो पुग्छ भनेर गएको कस्तो बाटै बन्द रहेछ अनि हाम्रो अर्को कुरो के रह्यो भने साथीहरू मेरो काम भनेको चाहिँ भोलिदेखि सुरुवात हुन्छ आजभोलि चाहिँ लास्टै भयो काम नगरेको नि धेरै भयो अब भोलिदेखि चाहिँ काम गर्नुपर्ने हुन्छ हामीले चाहिँ भोलि पनि एउटा अफिस जानु छ भोलि अफिस गएर पर्सिबाट चाहिँ काम गर्नुपर्ने हुन्छ पर्सि स्याटरडे हो स्याटरडे त घुम्न जानुपर्ने हुन्छ अब भनेपछि अब मैले काम नगर्ने भनेको नि अझै 2 दिन चाहिँ बाँकी चोखै छ किनकि भोलि मेरो अब त्यहाँ एउटा अफिसमा जानु छ भोलि चाहिँ म अफिसमा काम छ अनि पर्सि स्याटरडे त अब राइड भन्ने छ राइड जानको लागि हामीले यो बाइकहरू सबै बनाएको हो अनि पर्सि राइड गरेर आएपछि सन्डे चाहिँ बिहान राति भन्दा नि बिहान राति त नहोइन बिहान 5 बजेदेखि चाहिँ सरर फिल्डमा काममा उत्रिसक्नुपर्ने हुन्छ अनि अब धेरै भइसक्यो हामीले काम नगरेको ओए ल जाउँ है जाउँ टिटिट यो टेम्पो किन यहाँ रोकेको फक यु म्यान अनि यस्तो कस्तो कुद्छ केटा हो आमा आइज के हो यार डर लाग्यो यार मामुली यो टर्निङमा कुदाउन कति कुद्दा रहेछ कस्तो कुदेको नसक्ने यार कसमा बाइकमा बरु होइन बाइकमा बरु 115-20 हान्छु डर लाग्दैन होइन तर यो त कस्तो डर लाग्यो यार मलाई डर लाग्यो माइ लट सक्दिनँ यार म स्कुटर चाहिँ धेरै कुदाउन सक्दिनँ यार यो स्कुटर लास्ट डर लाग्यो म होइन बाइकमा 220मा होइन 130-34 हानेको मान्छे यार केही डर लाग्दैन क्या बाइकमा फेरि मलाई यसमा त कस्तो डर लाग्यो यार रनमती कस्तो डर लाग्यो यस्तो पाराले नि हुन्छ सक्छ खेल्ने सिङ्गल ह्याङ कहाँ हो टिटिट सक्दिनँ यार कसम सक्दिनँ म त
धेरै कुदाउनु नसक्ने बाइकबाट कुदाउँछ होइन साथी हो होइन त्यो त नसक्ने कहाँ छ हाम्रो लोटी सर वेल